सनराइज चाहिँ नि मस्त हुनेवाला छ है यहाँमा अगाडि पछाडि प्लेट ल यहाँदेखि चाहिँ एउटा अङ्कललाई रिसिभ गर्नुपर्ने हुन्छ है यहाँ भाई यहाँ तो चलने का अवस्था है यार ले बबाल हाने ल बल्ल छ्याङ्ग भयो यार ल एउटा ट्युनिङ रुट गयो यो पनि आउँछ अन्य बाबु यता यो पनि आउला नि काम भनेको यही नै है हाम्रो चाहिँ यस्तै हो काम यता उहाँ पनि मिस्त्री हो एकदम एक्सपर्ट मिस्त्री हो मेसिन पनि दुईवटा छ हामीसँग चाहिँ अनि उहाँहरूले चाहिँ नापजापको काम चाहिँ राम्रोसँग गर्नुहुन्छ विशेष गरी उहाँहरू चाहिँ धेरै वर्षको अनुभवी लगभग कति वर्षको अनुभव भयो होला भन्नुहोस् त अङ्कल हजुरको अनुभव कति वर्ष छ यसमा यो कामप्रति लगाव त भएको चाहिँ कति वर्ष भयो भन्नु नि 54 सालदेखिबाट अहिलेसम्मको 54 साल भनेपछि 12-15 वर्ष भयो त्यति नै भयो अनि काकाको कति भयो ठ्याक्कै कति वर्ष भयो भन्नुहोस् त काम चाहिँ यस्तो हो अब अन्ति यता आफूले नै सानो देखेर अलि उता लगाउनु फेरि यता लैजानु क्या अझै लानु हो त्यहाँनिर ल उहाँहरू चाहिँ फाइनली एकदम 20देखि 25 वर्षको अनुभवको मान्छेहरू नै यही यो काम गर्ने सिस्टम भनेकै हाम्रो चाहिँ वन भनेको वनै हो यस्तो छ हाम्रोतिर चाहिँ सबै यो सिक्रे सल्लाहको बुट्टा हो यो चाहिँ अनि यतातिर चाहिँ बाँझो खर्सु भन्ने प्रजातिको बुट्टाहरू पनि हुन्छन् अनि गुराँसहरू हुन्छन् विशेष गरी अनि यो सिक्रे सल्लाह चाहिँ हाम्रो वनमा एकदमै पाइन्छ है यो अलि देख्थ्यो नि त